Hello, good morning everyone. This is your man Mithun GR Vlogs, aka Mr. Sunik Kancha. Love you all. What's up gang? What's up party peoples? के छ कस्तो छ सन्चै हुनुहुन्छ सबैजना सन्चै हुनुपर्छ ल जहिले अनि आफ्टर लङ टाइम है वेलकम ब्याक टु माई च्यानल योर हेल्दी बोय हैन सबैजना अब आज धेरै पछि यसो वाक हान्न आएको इभिनिङ वाक गुड मर्निङ एभ्रिवान वान सेकेन्ड अनि हाम्रो दृश्य मर्निङ वाक घाम लागिसक्यो तर टाइम अलि बेसी भइसक्यो खासमा 5-6 बजीतिर आउनुपर्ने हो म चाहिँ अलि घाम हुँदैसकेपछि आएँ नट ब्याड केही छैन तर यस्तो क्रियाकलापहरू गरिराख्नुपर्छ कहिलेकाहीँ सुनसान चराचुरुङ्गीको आवाजहरू बिहान टक्क 6 बजीतिर क्या दामी हुन्छ के चराचुरुङ्गीहरू क्यार क्यार कुरकुर क्रिङ क्रिङ तलमाथि खतरा रमाइलो हुन्छ त्यति बेला चाहिँ अब हाम्रो चैत वैशाख बसन्त ऋतु लाग्न थाल्यो नि त हरियाली पनि छायो बाइकहरू गइरहेको छ तर्या अनि बसन्त ऋतुले गर्दाखेरि चाहिँ जङ्गलहरू यताउता चारैतिर हरियाली भइसकेको छ गाइज है धेरै पछि हिँडेर अलिक स्यास्या भइरहेछ क्या तर हिँड्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ होइन गर्नु नै पर्छ हिँड्नु नै पर्छ सबैले अब यहाँसम्म पुग्यो करिब 200-300 मिटर दूरी पार गरेँ होला मैले चाहिँ होइन हाम्रो यहाँनिर प्रहरी बिट रहेको छ खैरानाको साइडनिर है यो चाहिँ गेटाङका स्थलको प्रचार भयो प्रहरी बिट यहाँनिर दुईजना सुरक्षाकर्मीहरू मिलिराख्नु भएको छ म चाहिँ यहाँबाट यसो फर्केर जान्छु होइन अलि दौड्नु पर्यो यार दौड्नु पर्यो यस हेर्नु त कस्तो हरियाली भएको है आजभोलि ओके बाई बाई थ्याङ्क्स फर वाचिङ दिस भिडियो डु सब्सक्राइब टु द च्यानल अफ मिथुन GR भ्लग्स अनि यस्तै रमाइलो भिडियो हेरेर जानुहुन्छ भने तल सब्सक्राइब लेखेको छ सब्सक्राइब गरिदिनु होला अनि लाइक अनि कमेन्ट साथमा सेयर पनि गरिदिनु होला अब आफूलाई भन्न मन लागेको कुराहरू हुनसक्छ चित्त नबुझेको कुराहरू हुनसक्छ है त्यही भएर ओके बाई बाई जय नेपाल पिस ये